जग्गा दिनुपर्छ नि, कानुनमा लेखेको छ त भन्छ। महानगरले के भन्छ, हाम्रोमा खेतीयोग्य जग्गा त छैन भनेर हामीले 4 वर्ष अगाडि भनिसक्यो, हामीले कहाँबाट दिने? फेरि आउँछ के आउँछ कुरा, होइन महानगरले जहाँ जहाँ सरकारी जग्गा छ के छ त्यही दिनुपर्छ भन्छ। त्यसपछि के आउँछ, सरकारी जग्गाको लागि हामीले रिक्वेस्ट पठाउँछौँ, मालपोत जानुहोस्, यहाँ जानुहोस् भनेर गभर्मेन्टलाई नै घुमाउने काम फेरि गभर्मेन्टले नै गर्छ। त्यति मात्र होइन, अर्को प्रश्न त्यसपछि के आउँछ भने यहाँको सोबासीलाई चाहिँ उठीबास लगाउने, अनि अघि भनेको जस्तै माइग्रेसनको यहाँ चाहिँ बसाइसराई गरेको 2 पुस्ता भनेकोलाई चाहिँ हामीले अस्योरेन्स गर्ने, अनि यहाँको काठमाडौँको पहिचान बोकेको मान्छेहरूलाई चाहिँ हामीले कहिले सम्बोधन नगर्ने, यो विभेद हामीले गर्न सक्दैनौँ। कम्तीमा यो बोर्डले, यो गभर्मेन्टले, अहिलेको एक्जिस्टिङ गभर्मेन्टले हामी गर्न सक्दैनौँ। त्यस कारणले गर्दाखेरि भिजन अनुसारको प्लानिङ स्ट्रक्चर चाहिँ हामी क्लियर भएर जाउँ भन्ने मेरो अनुरोध यहाँहरूलाई। हजुरहरूको पनि त्यही नै छ भन्ने कुरा हामी विश्वस्त छौँ, किनभने यो दोस्रो मिटिङ हो। दोस्रो मिटिङसम्म यहाँसम्म कुरा गरिराख्दाखेरि चाहिँ हामीलाई के लागेको छ भने साँच्चीकै नै लङ टर्म सल्युसन खोजिराख्नु भएको छ भन्ने कुरा लाग्छ है। र अर्को कुरा चाहिँ जग्गा दिने र घर, फर्स्ट दिनमा पनि मैले भनेको थिएँ, आज पनि म त्यही भन्छु, कानुनमा जे छ, कानुन भनेको संशोधन गर्न पनि सक्ने कुरा हो, तर संशोधन कुन बेलामा गर्नुपर्छ, जुन बेलामा फेलियर छ भन्ने थाहा हुँदै त्यो बाटो जानु हुँदैन भन्छु। जग्गा दिने कुरा अहिले पनि राइट अप्रोच हुँदै होइन, यो राइट टु हेबिटेट हो, बासको अधिकार, बसोबास गर्ने अधिकारको सुनिश्चितता हो। यो भनेको जग्गा धनी बनाउने अधिकारको सुनिश्चितता होइन, राइट टु ओनरसिप अफ ल्यान्ड हुँदै होइन, यो राइट टु हेबिटेटको कुरा हो। राइट टु ओनरसिप अफ ल्यान्डको कुरा गर्ने हो भने अहिलेको अप्रोच ठिक छ, तर राइट टु ओनरसिप अफ ल्यान्डले राइट टु हेबिटेटलाई इन्स्योर गर्छै गर्दैन, यो गर्दैन। केही पर्सेन्टमा गर्ला, 90% गर्ला ल, तर 10%को के हुन्छ त, फेरि उहाँहरू अन्त्यमा गएर सुकुम्बासी भन्छ। मैले यो उदाहरण यहाँ फेलियर भएको एक्जाम्पलहरू काठमाडौँमा मात्र होइन, यो देशभरिको धेरै ठाउँमा लाल पूर्जा वितरण गरेर कति सक्सेस रेट छ भनेर हजुरहरूले एकचोटि स्टडी गर्नु होला, कहाँ फेलियर छ भन्ने कुरा यहाँलाई थाहा छ। अघि मैले हजुरलाई लाल पूर्जा जग्गा दिएपछि के हुन्छ भनेर सोधेको कारण त्यही हो। लाल पूर्जा त दिन्छ, कागज त हुन्छ, तर जो मान्छेको अरू ठाउँमा सम्पत्ति भएको मान्छेले शुद्ध पनि आफ्नो जग्गामा एउटा घर बनाउँछु भन्दाखेरि बनाउन सकिरहेको हुँदैन। 10 वर्षसम्म ठिक छ, त्यो मान्छेले किनबेच गर्न पाउँदैन, तर 10 वर्षसम्म घर बनाउने क्षमता हुन्छ कि हुँदैन? 10 वर्षपछि घर बनाउने क्षमता नहुँदाखेरि त्यो मान्छेले के गर्छ, 10 वर्ष कटेको भोलिपल्ट नै मालपोतमा गएर यो जग्गा बेच्छ। अनि त्यसपछि के हुन्छ, यो जग्गा बेच्ने बित्तिकै अर्को समस्या कहाँनिर आउँछ भने त्यो मान्छे, जो मान्छेलाई आज हामीले सुकुम्बासी भन्यौँ, अव्यवस्थित बस्तीमा बसिरहेको भन्यौँ, अझ विशेष गरी सुकुम्बासी जसको केही छैन भने गभर्मेन्टले एकचोटिको लागि जग्गा दिनु पर्ला, हेबिटेट दिनु पर्ला भने त्यो मान्छे गएर फेरि सडकमा आउँछ। तिमीलाई हिजो दिइसक्यो त, एकचोटि दिने हो, 2 चोटि दिन्न भन्ला, तर 2 चोटि नदिए पनि नेपाली त फेरि घरबिन भयो नि त, फेरि छानाबिन त भयो नि, लास्टमा कसले हेर्नुपर्छ? हेर्ने त राज्यले नै हो।